साथीहरु नमस्कार। आज 11:45 मा भएको ट्यु क्रिकेट स्टेडियममा जुन काठमाडौँ गोर्खाज भर्सेस चितवन राइनोजको म्याच भएको थियो, त्यो म्याच हेर्दाखेरि हामीले जुन अनुसारको अपेक्षा गरेका थियौं त्यो अनुसारको हुन सकेन। अर्थात् काठमाडौँ गोर्खाजले निकै नै संयम र राम्रो टिम वर्क र कोअर्डिनेसनको साथ राम्रो प्रदर्शन देखायो भने त्यो अनुसार तुलनात्मक रूपमा चितवन राइनोज निकै नै फितलो र सुस्त देखिन पुगेको थियो। अर्थात् ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् र रन स्कोर राम्रो बनाउन नसक्दा काठमाडौँ गोर्खाजले सहजै गेम जित्न पुगेको छ र काठमाडौँ गोर्खाजले चाहिँ 142 रन हानेको थियो भने जसमा जोन सिम्सनले सर्वाधिक 60 रन बनाएका थिए भने मिलिन्द कुमारले 38 रन बनाएका थिए। त्यसैगरी बेन चार्ल्सवर्थले पनि 13 रनको योगदान गरेका थिए र चितवन राइनोजको हेर्नु पर्दाखेरि 17.2 ओभरमै यिनले गेम हार्न पुगे, अर्थात् मात्र 89 रन बनाउन पुगेका थिए, जसमा देव खनाल र रवि बोपाराले दुवैले 21 रन बनाए, 21 रन बनाए भने सोहेल तन्वीरले 18, त्यसैगरी कमिल एरीले 9 रन बनाएका छन्। अहिलेसम्मको हिस्ट्री हेर्नु पर्दाखेरि अर्थात् यो गेममा काठमाडौँ गोर्खाजले 53 रनले जित हासिल गरेको देखिन्छ र जसमा अहिलेसम्म काठमाडौँ गोर्खाजले 3 वटा म्याच जितिसकेको छ। अर्थात् यो चितवन राइनोज सहितको भने पहिला पनि लुम्बिनी लायन्स र सर्वप्रथम जनकपुर बोल्ट्सलाई पनि हराएको थियो। त्यसैगरी चितवन राइनोजले भने काठमाडौँ कर्णाली याक्स र विराटनगर किङ्ससँग जित हासिल गरेको थियो। धन्यवाद।